सत साहेब एभ्रीबडी सबैजनालाई सत साहेब है त। आज हामीसित चाहिँ एउटा रिभ्यू भिडियो अनबक्सिङ भिडियो गर्दैछौँ। आज देव साई टेक ब्लगमा चाहिँ नयाँ भिडियो बनाउँदैछु। यो चाहिँ मेरो अनबक्सिङ भिडियो हो र मैले चाहिँ यो मेरो भ्लग भिडियो बनाउनको लागि चाहिँ भिडियो मेकिङ किट जसरी एउटा टेबलमा राखेर मोबाइलले भिडियो गर्नको लागि टेबल स्ट्यान्ड भन्छ यसलाई। मैले यो दराजबाट अर्डर गरेको थिएँ र दराजबाट अर्डर गरेको मैले हिजो अर्डर गरेको आज नै रिसिभ गरेको छु। तपाईले देख्न सक्नुहुन्छ दराजबाट। भित्र खोलेर हेरौँ के सामान आएको छ, कस्तो कस्तो सामानहरू आएको छ र मैले जुन दराजमा अर्डर गरेको छु त्यही सामान आएको छ कि नै त्यो पनि जानकारी हुन्छ। त्यो सँगसँगै तपाईहरुलाई इन्फर्मेसनहरू पनि दिन चाहन्छु यो के कस्तो छ, सामान कस्तो छ भनेर है। म यसलाई चाहिँ सुरुमा देख्न सक्नुहुन्छ दराजले आफ्नो उसबाट ब्याजिङहरू गरेर पठाएको छ यहाँ हैन। यहाँ देख्न सक्नुहुन्छ दराजले एकदम राम्रो तरिकाले गरेर पठाएको छ है। यसलाई म खोलेर देखाउँछु तपाईहरुलाई। सिल छ। यो कभर त काटे पनि फरक पर्दैन। आजकल नेपालमा अनलाइन शपिङ गर्न एकदम सजिलो जस्तो माने मैले है त। एकदम सजिलो जस्तो छ किनकि अब आज अर्डर गरे भोलि नै प्राप्त गरिन्छ। यो चाहिँ एकदम डेलिभरी सिस्टम चाहिँ दराजले एकदम स्ट्रङ बनाएको रहेछ। हिजो मैले बेलुका त्यस्तै 2 बजेतिर अर्डर गरेको थिएँ। अर्डर गरेको आजको 1 बजे 2 बजेतिर त मैले रिसिभ गरिसकेँ सामान है त। देख्न सक्नुहुन्छ युनिभर्सल स्ट्यान्ड भनेर 360 डिग्री रोटेट भनेको छ है त। तपाईले देख्न सक्नुहुन्छ। अब यसमा के छ, मोबाइल होल्डर हो यो। मोबाइल एक किसिमले स्ट्यान्ड उसमा टेबलहरुमा लगाएर चाहिँ हामीले अब कताबाट भिडियोहरु गराउँदाखेरि कताबाट गर्न सकिन्छ त्यो चीजहरुको लागि सजिलो हो। तर मैले जुन तरिकाले त्यसमा देखाएको थियो अब त्यस्तो छ कि नै यो चाहिँ हेरौँ हैन। हेर्न सक्नुहुन्छ प्याकिङ एकदम मजाको गरेको छ। र यसलाई प्याकलाई खोलेर हेर्दै छु म। प्याकलाई खोलेर हेरौँ तपाईहरुलाई देखाउँछु, हेर्दै जानु होला है त। खोलिसकेको छ। यो भित्र के सामानहरु पठाएको छ, राम्रो छ कि नै त्यो सबै तपाईहरुलाई म खोलेर देखाउँछु। अब कुनै मिस्टेक सामान, रङ सामान पो आएको छ कि राइट होइन मैले अर्डर गरेकै सामान आएको छ हैन। अब खोलमा हेर्दाखेरि यही हो मैले अर्डर गरेको प्रोफेसनल मोबाइल टेबल युनिभर्सल स्ट्यान्ड भनेर छ। हेरौँ यसलाई कताबाट निकाल्ने। तपाईले देख्न सक्नुहुन्छ मोबाइल स्ट्यान्ड, मोबाइल अड्डाउनको लागि यो उस पनि आएको छ, होल्डर हो यो चाहिँ हैन। यो सँगसँगै प्याकिङ राम्रो सेफ्टी तरिकाले प्याकिङ गरेको छ। त्यो स्ट्यान्ड टेबलहरुमा अड्डाउनको लागि क्लिप, जुन क्लिप हुन्छ यो क्लिप पनि आएको रहेछ। यही एकदम राम्रो छ सामान। हेर्नुहोस् एकदम प्लास्टिकको छ, प्लास्टिक हो तर पनि सामान चाहिँ बलियो जस्तै छ, एकदम बलियै छ। हेर्नु होला। अनि सँगसँगै अरू कुनै छ कि यसमा अरू पनि केही छ होला, नट सट हुनुपर्ने हो। यो टेबलहरुमा क्लिप गर्नको लागि हेर्नु होला। टेबलमा क्लिप गर्नको लागि यो टेबल क्लिपर हो। यसरी अड्काएर यताबाट टाइट गरेर टेबलमा क्लिप गर्ने। यो पनि फ्लामको हुन्छ, यो एकदम फ्लामको मेटल हो। म तपाईहरुलाई खोलेर देखाइदिन्छु।
मेटल एकदम मजबुत खालको मेटल जस्तो छ हेर्दाखेरि यसरी क्लिप गर्न मिल्छ अब कतिसम्म अड्डाउने कतिसम्म च्याप्ने हैन त्यो अनुसारको छ यसमा मेटल हो यो टेबलमा क्लिप गर्नको लागि है त यो चाहिँ जस्तै टेबलहरुको माथि पनि अड्डाउन सक्नु जस्तै मेरो यो टेबलको माथिको उस भयो यसमा मैले चाहे भने यसमा पनि अड्डाउन सक्छु है त हेर्नु होला यसरी गरेर ठुलो अलि ठुलो छ मेरो टेबलको मोटाई टेबलको त्यो अड्डाउनले यसरी पनि यहाँ क्लिप गर्न सक्नुहुन्छ हेर्नु होला यसरी मजाले अड्डित रहेछ है त यो सामान पनि राम्रो छ मोबाइल अड्डाउनको लागि यो भयो यो पनि मोबाइल अड्डाउनैको लागि हो मोबाइल क्लिप गर्नलाई यो दुईटै मोबाइल क्लिप गर्नलाई मोबाइल ट्याब्लेटहरु के चाहियो त्यो क्लिप गर्छ है त यो सँगसँगै हामीसित अरु आएको छ स्ट्यान्ड यो हेर्नुलाई यहाँ स्ट्यान्ड फलामको हो चाहिँ टोटल फलामको मेटल हो मेटलको स्ट्यान्ड छ सायद यति नै सामानहरु आउन पर्ने हो यहाँ हेर्नु होला स्ट्यान्ड यस्तो छ है त है त यसलाई यसरी यता हालेर अथवा यता हालेर है त फिट गरेर खस्यो ल यस्तै लाइन पनि आयो लाइन गर्छु यस्तो गरेर यहाँ यस्तै क्लिप गर्न सक्नुहुन्छ है त क्लिप गरेर मोबाइलहरुलाई राखेर लाने के गरेर यो होल्डर पनि हेर्छु म यसमा एट्याच गरेर जस्तै मेरो मोबाइलमा एट्याच गरेर नि देखाउँछु तपाईहरुलाई यो साइजमा नि हुन्छ यसरी मोबाइल भिडियोहरु गर्नको लागि अथवा कुनै पनि टास्क गर्नको लागि राम्रो छ फ्लेक्सिबल पनि छ तन्किन्छ लामो ठुलो हुन्छ है त तन्काएर लान सकिन्छ यसलाई अझै अब के गरेर कसरी चलाउने भनेर मलाई त्यति राम्रोसित थाहा छैन तर पनि यहाँ जुन तरिकाले देखिएको छ चट्ट लाएर म चेक गर्दैछु मैले यहाँ खास भिडियो मेकिङको लागि ल्याएको हुनाले मलाई यसले भिडियो बनाउनलाई कतिको हेल्प गर्छ यो यस्तो भयो पोर्ट्रेट राख्नलाई यो होल्डर निकालेर अर्को होल्डर पनि राख्न सकिन्छ है त यो भयो जस्तै यो होल्डरले निकालेर अर्को होल्डरले पनि क्याच गर्न मिल्दो रहेछ
जता राखे पनि टर्न गर्न मिल्ने छोटो गर्न मिल्ने तर यो यता गर्दाखेरि कतिको उस हुन्छ यसरी गर्न मिल्छ यसको बटन यहाँ यसरी च्याम्म थिच्न मिल्छ है त। भिडियो गर्नको लागि मलाई चाहिँ राम्रो तरिकाले एकदम ओके भएको छ है त। यो चाहिँ राम्रै रहेछ। मैले अनलाइनबाट अर्डर गरेको, तपाईहरुले पनि चाहियो भने यो सामान अर्डर गर्न सक्नुहुन्छ र देव साही टेक ब्लग युट्युब च्यानललाई तपाईले सब्स्क्राइब गर्न सक्नुहुन्छ है त। भिडियो अन्तसम्म हेरेकोमा एकदम तपाईहरुलाई धन्यवाद र तपाईले अझै पनि युट्युबमा गएर देव साही ब्लग युट्युब च्यानल र देव साही टेक ब्लग युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। हाम्रो अनबक्सिङ भिडियो सफल भएको छ, राम्रो छ, सामान एकदम मजाको छ। तपाईहरुलाई पनि यो सामानहरु चाहियो भने लिउन सक्नुहुन्छ, मगाउन सक्नुहुन्छ। दराजमा छ, सेलमा छ। अहिले सेल लागेको बेला अलि सस्तो परेको छ, नत्र भने यो यसको प्राइस 3000-3500 को हाराहारीमा थियो। अहिले दराजमा 1200 को समथिङ कति पर्यो, डेलिभरी खर्च गरेर 1200-1250 कति परेको थियो र सामान चाहिँ राम्रै छ। भिडियो गर्नलाई चलाउनलाई उपयुक्त देखेको छु र हेरौँ कतिको चल्छ कतिको टिक्छ, त्यो चाहिँ आफूले अब चलाउँदा कसरी चलाइन्छ त्यसमा भर पर्छ। तपाईहरुले पनि यस्तै गरेर आफ्नो सामानहरु चाहिँ अहिले नेपालमा अनलाइन सिस्टमबाट शपिङ गर्नलाई चाहिँ एकदम सजिलो नै देखेँ मैले। किनकि आज मैले हिजो मैले अर्डर गरेको आज नै डेलिभरी भइरहेको छ। यति फास्ट कस्टमरको लागि डेलिभरी सिस्टम चाहिँ नेपालमा एकदम राम्रो सिस्टम बनेको छ है त। यो चिज चाहिँ एकदम राम्रो पक्ष हो। हामी जस्तो दराज युजर जसले अनलाइन सपिङहरु गर्छौं त्यसको लागि चाहिँ एकदमै राम्रो कुरा हो, पोजिटिभ पोइन्ट हो हैन।